हामीलाई कसैलाई सिकाइराख्नु पर्दैन। यहाँ हामी आम जनताबाट निर्वाचित भएर आएका छौँ, त्यसो भएको कारणले त्यति सुझबुझ हामी राख्छौँ। त्यसले गर्दा कसले मलाई के भनेको थियो, कसले मलाई के अरे फोन गरेको थियो, कसले मलाई कहाँनिर औँला के अरे तपाईँको चाहिँ समाएर मलाई डोडाएको थियो भनेर हामीलाई बिलाउन गर्न उचित जस्तो मलाई लाग्दैन। म यहाँहरू सबैजनालाई सम्मानका साथ यो पनि आग्रह गर्न चाहन्छु, हामी यहाँ सबैजना माननीय हौँ। पूर्ववक्ता ज्यूहरूले कतिले हाम्रो माननीय रुबी कुमारी ठाकुरज्यूलाई रुबी बहिनी पनि भनेर यहाँनिर सम्बोधन गरेको मैले देखेँ। त्यो शब्दलाई खारेज गरियोस्। यहाँ कोही कसैको बहिनी, कोही नातिनी होइन, कोही बाजे, कोही मामा भान्जा भन्ने हिसाबले हामी यहाँ बोल्नु हुँदैन। यहाँ हामी सबैजना एकले अर्कालाई सम्मान गरेर माननीय भनेर एकले अर्कालाई बोलाइनु पर्दछ भन्ने म माग गर्दछु। र यहाँ केही पूर्ववक्ता माननीयज्यूहरूले ज्येष्ठ नागरिकलाई अलि अपमान गरे जस्तो होइन, एउटा खुट्टा कता एउटा खुट्टा कता भन्ने शब्द पनि प्रयोग गरियो, त्यो पनि नगरियोस्। हामी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्न सिकौँ। प्रकृतिको नियम हो, हामी जन्मेपछि हुर्कन्छौँ, बढ्छौँ, बुढो हुन्छौँ, मर्छौँ। त्यसो भएको कारणले गर्दाखेरि कसैको त्यो ज्येष्ठ उमेरलाई होइन अपमान गर्ने खालको शब्द आउँदा दिनहरूमा हामी सबैले उच्चारण गर्ने छैनौँ भन्ने मलाई आशा छ। र अब अलिक अनौठो खालको बोलिन्छ। एकचोटि म फेरि अर्को अनुरोध के गर्न चाहन्छु भने आउँदो दिनमा हामीले ताली ठोक्दा कस्तो हुन्छ होला होइन, खालि हामीले टेबल कुर्सी ठोकेर टेबल कुर्सीमाथि चढेर यो पनि अलिकति राम्रो देखिएको छैन। त्यसो भएको कारणले हामीले आफूलाई मन लाग्दाखेरि दुई हात हाम्रो छ, त्यो दुई हात बजाएर ताली ठोक्यौँ भने कति राम्रो हुन्थ्यो होला।